आलु यो धेरै आज म भिडियो स्टार्ट गर्छु आज यसो बाहिर कहीँ 12 घन्टाको नानी जाम भन्ने भयो कि अब जाइसुना अब म बनामै गएछ कार लिएर जानु अब स्कुटी लिएर जाऊँ कि अब बुलेट लिएर जाऊँ भनौँ है म सबै देखाइदिन्छु लिएर जाने भने यहाँ छ कार कुन कार लिएर जाने यसो फेरि मनसरको फेरि टोलका यसरी कर छ फेरि अब कुन लिएर जाने भने अब फेरि फिक्स छैन फेरि होइन यत्रो पानी परिरहेछ फेरि अब फेरि यहाँ छ फेरि किन स्कुटी लिएदेखि जाने भने यहाँ छ फेरि अब यत्रो पानी परेको बेलामा स्कुटीमा किन जाम फेरि 1 करोडको बुलेट फेरि यहाँ छ फेरि यो बुलेटले फेरि यत्रो हो पानीमा के गरौँ गाइज है भनौँ है फेरि गाइज है तर मेरो बेस्ट भनेको अब यो कार यत्रो कार पार्किङ गरिरहेछ अगाडि आफ्नै अगाडि अब फेरि यो बुलेटमा के जाम फेरि यार फेरि पेट्रोल त्यसै महँगो छ फेरि यता नि अब पानी त्यस्तै परिरहेछ अब बुलेटमा के हिँड्नु गाइस म के गरौँ अब गाइस ल भनौँ है ल म देख्न सक्छु यतिकै पानी परिरहेछ कि गाइस यत्रो झरिरहेछ अनि पानीको त खोला पानी भाइको रूपमा जानले फेरि समथिङ अब त्यही कति हो ए हावा नि कस्तो चल्यो है यस्तो हावा चलिरहेको गाइस फाइनल सरकारसँग भेट भयो होइन हेरौँ अब भाइको रुममा आइपुग्यो यत्रो पानी पर्यो हेलो भाइ भाइ ढकाल ओ ढकाल ढकाले ला दुर्गा सरलाई नि मेरो भला म सरकार साह्रै धेरै वेलकम सर अठाको उता आएको भाइ Wait a minute. Who are you? रुममा ला बाहिर पनि छु साला के काममा ला किन त्यो भाइलाई मात्रै देखाएको मोबाइल ढकाल ढकाल किन आछा अनि उठाइदिनु न लाग्यो भने अरे मलाई यता आउनु त्यो भन्नु छ नि यही छैन मल्सियममा उज्जैन भाइया
सब्सक्राइब गर्नु न त मेरो युट्युब त्यस्तो है तपाईँहरू सब्सक्राइब गर्नु न फोनमा बोलिरहेको भन्ने त्यही होला एकछिनपछि ल म भेटिन्छ होइन सबैजना ल मामा यता आउनु न ल एकछिनपछि ल भेटौँ ल फाइनली गाइस म मेरो भाइको रुममा आइसक्यो भाइ सुटिया रहेछ अब यस्तै छ फेरि हाम्रो फेरि कम्पनी फेरि अब 12 घन्टाको प्लान पछि फेरि तिमी त फेरि सुट्यो होला 8 घन्टा होइन 12 घन्टामा अब 4 घन्टा के गर्ने पब्जी खेल्ने होला होइन यता मेरो मामा पुरा सिकेर रहेछ होइन यता फेरि दुर्गा सर फेरि यस्तै आफ्नै पारामा छ फेरि दुर्गेश थापा हाम्रो जिल्ला मधेसमा पानी परेर ओरेर साथीहरू छाता उडेर हिँडिरहेको अवस्था साथीहरू सुतिरहेको अवस्था नेपालमा नेपालमा Oh my god! Even though you're from... Oh my god! नेपालमा चाहिरहेछ राजावादीहरूले अरे केबी ओली बा कि कसले चाहिएको भयो सम्पर्क गरौँ है ओहो सर पनि मेरो सर पनि आउनु भएछ फेरि यता भाइहरू आछ अर्को भाइलाई पनि उठाइदिन्छु म त आइसक्यो एकछिन हेर्ने गर मेरो भाइले पनि यसो मेरो भाइको थकान 12 घन्टापछि जुमुरे भाइ अब फेरि भाइ फेरि मेरो भाइ फेरि लाजालु छ क्या फेरि यस्तो छ फेरि मेरो भाइहरू होइन ठिकै छ सर कतिखेर ल ठिकै छ एकछिनपछि ल पानीमा भेटौँ ल गाई चाहिँ यत्रो रुमबाट भाइको रुममा गयो कि तर भाइको रुममा गएको त लान Why are you crying? बो भाइ छ फेरि गाई छ होइन ठिकै छ केही छैन अब म फेरि फर्केदैछु म यसो पसलतिर गएर सामान टामान लिएर अब पानी नै आएको थियो बिर्सिसक्यो कि अब म ठिकै अब रुमतिर गएर भेटौँ ल होइन यत्रो पानी परिरहेछ पानी फेरि यस्तो हो पर्नु लाग्यो भने यस्तै पर्छ कि ल त्यही गाइस यसो उता जाने प्लानिङ थियो भाइको रुममा गएको त लानी नै भएछ फेरि हुन्छ त्यही हो त अब देखाउनु पर्ने त्यत्रो पानी परिरहेछ कस्तो त्यत्रो हिजो भनेर त्यत्रो गएको फेरि फर्केर आयो भाइ मात्र रहेछ यो भाइ मात्र रहेछ ऊ भाइ चाहिँ निस्किसकेको रहेछ रुमबाट उता साथीको रुममा गएर रहेछ ऊ भाइ मात्र छ उता सरहरू हुनुहुँदो रहेछ त्यो चाहिँ कोही छैन अब फेरि बिहानै हुन त अब कति बज्यो नि अहिले टाइम नै भइसक्यो रात हुन्छ कि अब 3-4 बजिसक्यो हेरौँ अब भोलि छुट्टी छ पर्सि छुट्टी छ त्यसपछि अब अहिले हिजो हो हामी त अब 12 घन्टा काम गरेपछि अब यो 3-4 घन्टापछि चाहिँ छुट्टीको हेरौँ अब नेक्स्ट टाइम देखिँदै भोलिको भिडियोतिर हेरौँ त्यो पानी परिरहेको छ हेरौँ सबैजनालाई सबैजनाले सब्सक्राइब गरिदिनु होला त्यो भिडियोहरू होइन सबैजनाले सब्सक्राइब गरिदिनु होला लाइक सेयर मेरो फेसबुकमा फ्रेन्ड भएको साथीहरूले सबैजनाले सब्सक्राइब गरिदिनु होला त्यही भन्न चाहन्छु यही हो यताको भिडियो देखाउनु भनेको यही छ मेरो म बस्ने यहाँ ठाउँमा जता कतै गाह्रै छ त्यही भएर आज बढी पानी परिरहेछ छाता लगाएर हिँडिरहेछ अब एकछिनपछि अब 8 बजीतिर उस हुन्छ साँझ पर्छ अब
बसौँ अब रुमतिर अब 2 घन्टा जति। त्यसपछि अब पानी सानी यसो बस्यो भने बाहिर दुखाएको अब भिडियो खिचौँ ल। अब भित्रीको चार्ज नि सकिएको छ त्यसला नभए यहाँ देख्नु